नमस्कार अनि जय नेपाल। हामी सबै नेपालीमा नेपालमा जुन अहिले यो नयाँ सरकार आइकिन नेपाली जनता त्रासमाम भइरहेका छन्। सरकारले रोड बढाउनको लागि भन्दै घर भत्काउने र नेपालमै उत्पादन गर्नु पर्यो अथवा नेपालकै सामान बिक्री हुनु पर्यो भनेर जुन बोर्डरबाट ल्याइएका सामानहरूलाई ल्याउन नदिने जुन 100 रुपियाँ भन्दा माथि अनि त्यहाँ देखिएका दृश्यहरू जुन त्यहाँनेरि चाहिँ नेपाली जनता जो चाहिँ गएर अलिअलि सामान लिएको त्यो पुलिसले पक्रिँदाखेरि उसले चाहिँ फ्यालेर अनि रिसले पुलिसमाथि र सरकारमाथि आलोचना गरिरहेको देखियो र त्यसमा अझै बुढाबुढीहरू विशेष गरेर नेपाली युवा सबै विदेश गएका छन्। अब सरकारले सताउने भनेको त्यही बुढाबुढी युवालाई त सक्दैन। अब त्यही बुढाबुढीहरूलाई हो जुन बुढाबुढी यसो चियाचिनी खानको लागि अलिअलि लिन गएको सामानलाई पक्रेर ल्याउन नदिनु जुन सरकारको एउटा यो चाहिँ घटिया काम हो र सरकारले बन्द गर्नु यो राम्रो कुरो हो। म त्यसको पक्षमा छु र सरकारले यदि त्यस्ता चीजहरू बन्द गर्ने हो भने सबैभन्दा पहिला त सरकारले नेपालमै त्यसको उत्पादन गर्न सक्नु पर्यो या त नेपाली जनतालाई उपलब्ध गराउन सक्नु पर्यो विशेष गरेर। र यो जुन नयाँ सरकार बालेन नामको यो अफिम चाटेका छन् नेपाली जनताहरूले र चाटेर बाले नै हो। अब बालेनले नै परिवर्तन गर्छ र बाले नै हो सबै थोक। अब नेपालको काया पलट गर्ने नै बालेन हो भन्ने जुन खालको एउटा भावना नेपाली जनताहरूमा बनेको थियो त्यो लगभग अब टुट्दै गएको अवस्थामा छ र त्यो जुन कुरो नेपाली जनताहरूले सोचेर चाहिँ घन्टीलाई भोट दिएका थिए त्यसमा घन्टी चाहिँ नेपाली जनताले चाहेको जस्तो ननिस्किनु यो एकदमै गजबको कुरो भएको छ। किनकि सबै नेपालीहरू चुपचाप घन्टी छाप भनेर जसरी घन्टीमा भोट हालेर चाहिँ यो नयाँ सरकारलाई सत्तामा ल्याएका थिए र परिवर्तन गर्छ भनेका थिए। हो, सरकारले परिवर्तन गर्न खोज्दैछ तर यसले जनतामाथि ठेस पुर्याएर चाहिँ र जनताहरूलाई परिवर्तन गर्न खोज्दा जनताहरूलाई सताएको जस्तो र जनताको विरुद्धमा उभिएको र जनतालाई दुःख दिएर चाहिँ काम गरेको जस्तो देखियो। र परिवर्तन नेपाली जनताहरूले परिवर्तन गर्नको लागि नयाँ सरकार ल्याएको हो जुन ढालेर जुन सरकार थियो त्यसलाई ढालेर ल्याएका थिए। विशेष त सरकार नेपाली जनताले पहिला त लोकतन्त्र लिएर आए जुन नेपाली जनताले चाहेका पनि थिएनन् र ल्याएका पनि हैनन्। विदेशीको दबावमा अथवा विदेशीको एजेन्डा बोकेर हिँडेको जुन माओवादी पार्टी जसले चाहिँ लोकतन्त्र ल्यायो भन्छ र अहिलेको अवस्थामा जुन जेनजी आन्दोलन पछाडि जेनजीले सरकार ढाले र नयाँ सरकार बनाए भन्छन् नेपालीले कि हामीले बनाएको हौ भन्छन्। तर यो कुरामा अझै पनि क्लियर छैन कि के जेनजी आन्दोलन नेपालीले नै गरेका हुन्। गर्न त नेपालीले नै गरेका हुन् तर जुन खालको त्यहाँ काम भयो त्यो नेपालीले गरेका हुन् र सरकार के नेपालीले नै ल्याएका हुन् भन्ने कुरामा अझै पनि प्रश्न चिन्ह छ। र अहिलेको सरकारमा भएका मन्त्रीहरू जुन सुदन गुरुङ छन् यिनको पनि कर्तुत खुल्दै गएको देखिँदैछ र बालेन शाह प्रधानमन्त्रीकै कुर्सीमा बसेका मान्छे जसको चाहिँ सुन 190 तोला अनि उहाँले भन्नुहुन्छ मेरो श्रीमतीलाई चाहिँ बिहेमा दिएको दाइजो भनौं त्यसलाई दाइजो भन्नुहुन्छ र नेपालमै एकजना पत्रकार युट्युब पत्रकारिता गर्ने एकजना महिला जसले चाहिँ यो कुराबारे फोन गरेर समक्ष मान्छेहरूमा र यसको खुलासा गर्नुभएको छ। बालेनको बिहे जुन भएको छ त्यो चाहिँ सहमतिमा उहाँको श्रीमतीको परिवारबाट एक्सेप्ट नगरेको हुनाले यो चाहिँ मन्दिरमा कुनै परिवार नबोलाइकिन गरेको बिहे भन्ने कुरो छ्यापछ्याप्ती सुनिन्छ र
यो तरिकाले भएको बिहेमा यतिका सुन चाहिँ कहाँबाट आयो? र अर्को कुरो, बालेनको ससुरा चाहिँ एउटा सामान्य पुलिसको सीएफ कुन भन्ने एउटा पुलिसको संस्था छ, त्यसमा चाहिँ उहाँ कार्यरत हुनुहुन्थ्यो र उहाँ चाहिँ त्यसमा सामान्य एक सैनिकको रूपमा काम गर्नुहुन्थ्यो। 40-50 हजार नेपाली पैसामा सेलरी खाने, र उहाँले यत्रो दाइजो दिन सक्ने क्षमता नदेखिएको र उहाँका छिमेकीहरूले चाहिँ त्यो कुराहरू स्पष्ट गरेको देखिन्छ। र अझै अरू कति मन्त्रीहरू छन्, उहाँहरूको कर्तुत खुल्नै बाँकी छ। र विशेष गरेर गृहमन्त्री को त मैले देखेको, अब त्यो कुरा कहाँसम्म साँचो हो भन्ने कुरो अब त्यो उहाँले जान्नुहुन्छ। र उहाँका बा चाहिँ गैँडाको खाक बेच्ने, तस्करी गर्ने र करप्सनमा, भ्रष्टाचारमा लिप्त देखिएको छ। र अहिले उहाँको राजीनामा मागिरहेका छन् नेपाली जनताहरूले। र जुन अहिले विरोध भइरहेको छ प्रधानमन्त्रीको यो विद्यार्थी संगठन हटाएको भन्ने कुरो, कतिपय कुराहरूमा राम्रो काम गर्नुभएको छ र कतिपय कुराहरूमा जनता खुसी छैनन्। जुन तरिकाले रोड बनाउनको लागि घरहरू भत्काइरहेको छ, र जुन बयान दिनुभएको थियो उहाँले मन्त्री हुनुभन्दा पहिला, प्रधानमन्त्री हुनुभन्दा पहिला, त्यो खालको व्यवहार नभएको भन्ने चिन्ता छ। र अहिलेको अवस्थामा आएर नेपाली जनताहरूको निष्कर्ष म चाहिँ के देख्छु भने, नेपाली जनताहरूको धेरै धेरै लामो खुसीको दिन छ जस्तो देखिँदैन। नेपाली जनता आफैमा अब लुप्त हुने अथवा नेपाली जनताहरू आफैमा लड्ने र आफैमा मासिने बाटोतर्फ लागिरहेको म देख्छु। किनकि नेपाली जनताहरू अहिले न त कोही नेपाली छन्, न त कोही राष्ट्रवादी छन्, सबै कोही त तिब्बतीय छन्, कोही त राजावादी छन्, कोही त लोकतन्त्रवादी छन्, कोही त अब टिओबी छन्, कोही त यलम्बर छन्। नेपाली कोही छैनन् यहाँनिर। अनि कोही त अब क्रान्ति गर्ने, अब यो अहिलेको जेनेरेसनको पुस्ताको काया पलट गर्ने भने जस्तो नेपालबाट तिब्बतलाई अलग ल्याउने खालका जुन खालको राजनीति भइरहेको छ, र जुन खालको राजनीतिको अवस्था नेपालमा अहिले देशमा देखिरहेको छ, त्यो देख्दाखेरि यो सरकार पनि धेरै दिन टिक्ला भन्न सकिँदैन। म त्यस्तो देख्दिन। र नेपाली जनताहरूले यति चाहिँ बुझ्न जरुरी छ कि सरकार जुनै आए पनि भ्रष्टाचारमा लिप्त नभएका कोही पनि छैनन्। र अहिले नेपाली जनताहरूले स्वास्थ्य, शिक्षा र सुशासनको माग गरेका हुन्। र यो के अब यो नयाँ घन्टी पार्टीले दिन सक्ला त नेपाली जनतालाई भन्ने एउटा ठुलो क्वेसन चिन्ह देखिएको छ, जुन खालको राजनीति गरिरहेका छन्। र अहिलेसम्म प्रधानमन्त्रीले आएर एकचोटि पनि बयान नदिनु, बोल्दै नबोल्नु, यसले पनि नेपाली जनताहरूमा एउटा भावना जगाएको छ कि किन बोल्दैनन् प्रधानमन्त्री, किन चाहिँ केही कुरामा चाहिँ स्पष्टीकरण दिँदैनन् भन्ने कुरो। र अब नेपाली जनताहरूले बुझ्नुपर्छ कि यदि कुनै पनि तपाईले वाद अथवा तन्त्र फ्याल्नु भएको छ भने त्यसले राष्ट्रको हितमा काम गर्छ, नेपाली जनताको हितमा काम गर्छ, र देशमा शान्ति र नेपालीलाई एकजुट बनाएर हिँड्न सक्छ भने हामी त्यतातिर फर्किनु कुनै नराम्रो कुरो हो जस्तो मलाई लाग्दैन। या त ढुङ्गे युगका राजाहरू भएका थिए भने त्यो अलग कुरा हुन्थ्यो। पढेका राजाहरू छन्, विकास गर्दै थिए राजाहरूले, र विकासको सुरुवात राजाहरूले नै नेपालमा गरेका हुन्, कुनै नेताले आएर गर्देका होइनन्। त्यसैले हामी नेपाली पहिला त नेपाली हुँ भन्ने एउटा देश हुनुपर्छ, र त्यो देश बच्न जरुरी छ। र अहिले नेपालीहरू नेपालीसँग लड्नु भन्दा पनि एकजुट भएर देशको लागि उभिनु, र नेपालीको लागि अहिले सबैभन्दा ठुलो हतियारै भनेको नेपालीको एकता हो। त्यसैले हामी सबै नेपालीमा नलडिकिन विदेशीहरूलाई
नेपाली लडेर विदेशीहरूलाई छिर्न, नेपालमा आफ्नो खुट्टा दह्रो पार्न र पाइला राख्न दिने काम नगरिकन चाहिँ हामी देशको विरुद्ध विदेशीहरूले गरिरहेको काम अथवा नेताहरूले गरिरहेको काम त्यसको विरुद्धमा उभिएर नेपाली एकजुट भएर देशको लागि उभियौं र देश बचाउन जरुरी छ सबैभन्दा पहिला। हस् त, जय नेपाल।